हेलो साथीहरू, मेरो फेसबुकको सबै सम्पूर्ण मेरो फेसबुकका साथीहरूलाई दिदीबहिनी दाजुभाइ है सबैलाई नमस्कार भन्दै यो चाहिँ है एउटा सानो भिडियो है। आज चाहिँ मेरो के छ अर्ग्यानिक के होला है, तपाईँले चिन्नुभयो होला होइन। यो चाहिँ तपाईँको बर्खामा हुने च्याउ टुकटुके च्याउ रहेछ। देख्नुभयो होला र यहाँनिर खोर्सानीको मिल्टन छ मेरो पेट रोटीसँग दामी हुन्छ, पिरो पिरो बनाएर है। तपाईँलाई के कस्तो लाग्छ है। र यो त समयको फल हो, अर्ग्यानिक सब्जी होइन, सालमा एकपल्ट नै खानु पाइन्छ हाम्रो। यो चाहिँ मेरो बुढीले सुकिया जाँदाखेरि सुकिया ओडाल झर्दाखेरि चाहिँ तल बाटोमा पाएको रहेछ र मैले मन पराउँछ र खान्छ भनेर त्यही ल्याइदिएको रहेछ, अरूलाई नदिई र है। तपाईँहरूलाई के कस्तो लाग्यो है, तपाईँहरूलाई मनपर्छ पर्दैन कमेन्ट गर्नु होला, लाइक गरिदिनु होला र सेयर पनि गरिदिनु होला। र कतिजनाले च्याउ चिन्दैन होला र मैले मजाले देखाइदिन्छु तपाईँहरूलाई है। यस्तो हुन्छ टुकटुकी, मतलब सुक्खा सुक्खा हुन्छ यो च्याउ, तर पानीले भेट्यो भने चाहिँ अलिकति चिप्लो गिलो हुन्छ र यसमा किरा छ, पुरा किरा लागेको छ भने चाहिँ तपाईँले खान सक्नुहुन्छ। चिन्नु नहुनेहरूले है, मनपर्छ भने चाहिँ होइन, र जसले चिन्नुहुन्छ उहाँहरूलाई त थाहै होला होइन, यो कहाँ हुन्छ, कस्तो हुन्छ र कस्तो मिठो हुन्छ होइन। जसले चिन्नुहुँदैन तपाईँहरूले चाहिँ मैले भनिदिएको तपाईँको किरा पुरा हुन्छ यसमा होइन। र खरानीको टुक्का पनि हुन्छ, जीवनीको टुक्का पनि हुन्छ, टुकटुकी च्याउ भनेर चाहिँ चिनिन्छ है। तपाईँले देखिहाल्नुभयो, भेटिहाल्नुभयो घरको छेउमा है। फ्रेस छ भने चाहिँ तपाईँले लिएर मजाले एकपल्ट हेर्नुहोस् मजाले, किरा छ छैन है, र सुँग्नुहोस्, मिठो गन्ध आउँछ होइन। त्यहाँबाट मात्रै तपाईँहरूले खानु सक्नुहुन्छ अब है। अब यस्तै हो, बर्खामा एकपल्ट एक सिजन पाउने च्याउ होइन, अर्ग्यानिक सब्जी के कस्तो लाग्यो, गोर्खे सब्जी तपाईँलाई है, यसो भनिदिनु होला। धन्यवाद।